आजको रात आइपिएल 2025 को सबैभन्दा महत्त्वपूर्ण खेल मुम्बई इन्डियन्स भर्सेस दिल्ली क्यापिटल्स हुँदैछ वाङखेडे स्टेडियममा। मुम्बई इन्डियन्सले 12 खेलमा 14 अङ्क जोडेको छ भने दिल्ली क्यापिटल्सले 12 खेलमा 13 अङ्क जोडेको छ। मुम्बईका लागि एक जित प्लेअफसम्मको यात्रा सुनिश्चित गर्छ भने दिल्ली क्यापिटल्सको लागि दुवै खेलमा जित हासिल गर्नुपर्ने एउटा दबाव बनेको छ। मुम्बईका कोच महिला जयवर्धने भन्छन्, हाम्रो भाग्य हाम्रो हातमा छ। यस्तै दिल्ली क्यापिटल्सको लागि पनि यो खेल जीवन या मरण रहेको छ। जितले प्लेअफको यात्रा अझ सहज बनाउनेछ भने हारले प्लेअफसम्मको यात्राको पूर्ण विराम लगाउनेछ। वाङखेडे स्टेडियममा हुने यो खेल दुवै टोलीको लागि निर्णायक हुनेछन्। यो खेल नेपाली समयअनुसार 7:45 मा सुरु हुनेछ। 5 पटकको च्याम्पियन मुम्बई इन्डियन्स र युवा जोसले भरिएको दिल्ली क्यापिटल्स, यो जित कसको हुनेछ? तपाईहरुलाई के लाग्छ? कमेन्ट गर्नुहोला र यस्तै रोमाञ्चक क्रिकेट अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सनुहोला। धन्यवाद।